माइक त्यहाँ छ मेरो भाइले 3 दिन भएछ छाउमै भएछ काका मुला थाहा भएन हुँदैन त का मेरो रागासको फुच्चो छ छोरो 7 दिन चोकी जागे घर 7 दिन भया मात्र दबेला भयो क्या गर्नु पर्यो त का आई खुलेला हुँदैन के हो आई हुँदैन 7 दिन आई बिहानै आई अहिले पढ्यो म बेरुला जा औ त का धनी बाजामा घुम्ने है काका हामी न म बनुला मेरो जिम्मेवार त छ 7 दिन आएर दुखो गरी आएन औ काका फेरि जोइ निदी नै पनि हुन्न अहिले अब टुडिया छोरो आयो अहिले 4 दिन अगाडि घर देउता हेराउनु छ गरे भिबिलको हुन्छ गरे घर नराम्रो हुन्छ गरे म त्यही पनि गरे ठुटुक आइ म भेटिला ताकिया छु यहाँ धामी आइ निको भयो टुडिया छोरो आउने हो देउता धुमेर बाइनु पर्ने छ आई बाइनु पर्ने छ आई 7 दिन भयो गरे दुई चोखीले थाहा गरे आई गरे हुँबाले हुँबा तर बम्पुरो अलसिनी बोल्दिन यो हुम्लाको जिल्लाको डङ्ग्रियालाको बाबु डाङ्ग्री है छोरो डाङ्ग्री नाति डाङ्ग्री त्यहाँनिर गएर लाजेर डाङ्ग्री गर्यो त्यो त काट्नुपर्छ अरू डाङ्ग्रीमा पनि हुक्या छ आज आइगयो न परेर त्यही भाइ हो टुडिया छोरो यही बाबु मलाई टुडिया छोरो कसो रागा सिनेको नआएर त्यो बिदारो हुन्छ गरे घर त्यहाँ भाउमा बस निम्ति न आयो भाइ काका अब आइकै चिन्ता नगर्नु हामी पनि दादा तुम पैसा मनाइछु जोइ घर चोकी गयो चोकी जाँदै लिपि सिपी धुपसुप सब गरेको काका त्यो बेला यो रागासको छाउबडी घर आउनु दिन्छ त मेरा धेरै आउनु दिने यत्रो रागा त्यो बेला आउनाले घर जा हामी आउन जा अब हामी खानु डङ्ग्री यही खानेलाई भागिया हो है काका हामी बाहिर म त आया टाढा बाटो छ नतौला पछि धन्यवाद है काका त्यो भन्दा नयाँ अब निखिलीमा यही बत्ती त मलाई थियो भने बाटो थाहा छैन अहिले म हातेर तिर खुसीको रहेछु त बत्ती नि
लिउँगा धनी न्युटीका आउँला भनेर फौजदारी लिनु नेसे जिताइ छै त ओइ धाल्यौ अब हुल्पा खल्की आला हुल्पा अहिले हुल्पा फिना आला बटौ ल्याउँदिन त लिउ कान्छ पानीले गोबरका थरी लिपु धनी कार रङ्गीका आइछन् यसरा 500 गरो छनाले 500 गरो छनाले ओइ धाल्यौ बगाई कुकुरला दित ओइ बामुन्ड्या पुरा होइ गई ओइ बामुन्ड्या अब तिमीले झन्डा ल्याएका बामुन्ड्या हौ काका हौ कुकुर छ कि तेरा कुकुर नाइ काका उल्टो कुरा छ त म कुकुर नाइ गरे कोन्दा भन्ने नि आ काम नि छनाले हातै खाना डालेको काम बगाई पानी चाहिने पानी ल्याऊ बामुन्ड्या फुलचरण आलामा फुलचरण यो गङ्गी काटिने आता बस्दा आया बाबु राम्रो अब बुढा पनि गएपछि आयो भने बस घरघरि गलै लागिरहन्छ बामुन्ड्या ओला बाई ताकि देऊ तेरा बाई ओला आउको दाइन तिलो ओडियापट्टि ओडियामा टुकी गरेर टुका टुक्यो ओइ बामुन्ड्या क्या हुन्छ तेरा घर क हुन्छ हैन अनि भन् त मन हुन आयो देउता न बिन्ती गरौला क्या गर्नु कुरा गरेपछि त कति जिन्दिन मेरो आएर हिमल त भयो सका निको गरे बिन्ती पनि निको गरिदेऊ आइ दिउँसो म भन्न गएको छु भन्न गएको छु भाइ झोबले गोठा घाँसा लिएछ मेरा काका झोबो घाँसाले बगा खानु खाइ पर सुतौ हुन रात त झोबो निक्छ छ र खलखला पैसा अब लिनबाटै खाएर थोपादै कुदो परेछ तिमीले डिमाउनु परेछ मेरा काका बाबरे ओइ यो के कुरा हुँदै त भने हो काका हो पनि लिएर लिन पो पुगा कहाँ हुन्छ पनि मेरा लिनबाट अरु खोपाउनु पर्यो निकले म उठा दाउ का छ भने घुमाते हेर काका भाङ हुनु गाउँ बाटो दाउ घुमाते रातो सुन आउँछ पाउँदैन झोपो त आयो फले पाउँदैन पाइकी दालुले त्यो डिबाउँदै तिन भएन झोपो नाइको बाइको छ त्यही गर्दै मेरी बट्टीले थाहा पाइदियो है बट्टी गई उठी गई नापा बाटी छ लाटो कम्पनी छ र गाउँ खाना उठी आई मेरा काका आए पर उठी थाहा पायो हेरेर त अझ के भन्ने हेर काका अक्को विमल त छुटै छ अक्को विमल त गयो भने घर 4 किन भाग्य 4 मुसा आइगा भनेर बट्टी उठै 4 कुनाबाट 4 मुसा आइगा 4 मुसा आइगा छ बट्टीमा त खेतमा भनेर चुटा बक्का गरी मुसाले बट्टी खेताले चुटा बक्का गरी बट्टी त हरिया आउँछ त्याउनु पैसाले भइगयो अब त झन् हुँदैन त्यो भयो हेर काका गरी बट्टी गर्दा ऐठिआइ छ नि त्यही गरी तापताप धामी त्यो गरी बिन्ती भनेको गरे काका धामी हुँदै छ देउता पछि हुने भन्नु त फटाफट भन्नु मेरा अहिले 40 घर पनि नाइ काका 40 घर नाइ त 40 घर पनि नाइ बल्लबेरी हगाइ लानु पर्यो बाटो ढिलो हग्न गयो भुनाका पराउँदो त काका कुकुरामा बिरालो रोक्ने ल्याउँदैछ र फुच्चो गरे बिरालो बिसारमा पसियाइ नाइ
बिरालोले कुकुरलाई पुच्चा रोकिनुहुन्छ र बिरालो कुकुरले रोकेको त्यही गरी ल्याउँछ कोही जर्किएर तले पनि मुन्टो भागेर मेरो पनि मुन्टो बङ्गीको त्यो पनि बिमार त्यही भयो अब बाबुले त मुन्टो आउने तर त्यही तले पडिएर भयो त्यो भयो काका अहिले गाउँघर पुरा नभए चित्त दुखाउँदा न त अरू पुरा जाने बेला मन त हट्दै क्या बुन्दाएर काका चित्त दुख्छो बाहा ओछ्याएर बिहा बर्थडे हात छुट्टिया बेला ए बर्थडे पनि खुट्टा उठेर किन कतैले नि भएन नि बाइ जति गरेर बर्थडे गाउँले कपिनी छ भन्दा यो उठेर तुनक्क हुने दौडी भइजाने हुनु पाए त भन्दा छागले फोटा भएर कट्टा हुने उडाला अलि सुत्तियो रात खालाले थोड़ा सियायो नि बर्थडे पनि विश्वास हुँदैन गाउँघर पनि विश्वास हुँदैन त्यो पनि भयो त्यो एक दिनकी भयो अहिले कुरा गरेर कति काका छोरो अपङ्ग छ त्यो स्कुलमा गइहक्ने नि मरिरहेको त्यो मान्दैन त्यो पनि किचकिच गरेको छ का बगाइको मैदा बुढा गर्न लागि एकचोटि त्यही सिउँदैन नभन्नु पर्ने छ छोराछोरी क्याही ढलिया छन् त क्या हो त कुट्टो छ अपाङ्ग खै डुडा खै कोही स्कुलमा केही गरे हग्ने नि भन्नु हिजो खाएर खाप्छु गरी डङ्गी काका हामीले सबै कुरा गरेर तिमी क्या बिन्ती भन्ने बिन्ती निको गरी गर देउता निको गरी गरिदेऊ भेडा त नगरिया काका कसैया पुरी पाड्न उठी बेला गाउँदै फिरफिरे घाँडा झिल्मिले बाटो भगवान नारायण कसैया मानवाधिकार हनन गरी गाउँलाई उत्तर बाढी भगवान नारायण गाईका खोडा बित्त छ कि कुकुरा खोडा बित्त छ कि दुलेला मेउका बित्त छ कि दोइका भात बित्त छ कि नारायण कसैया छाछा तरुण पर्ने छोरा नारायण कसैया त्यसो गरी बिन्ती छ हबिटो दोकान कपाल खुट्टा मकन हबिटो दोकान कपाल खुट्टा मकन मिठो मिठो खान्छ घर गइकन थकाला उठ्नु नै बाबा बहिनी नै तर नटो भागिया भागे हुन्छ त्यो कति देउता घुमेलो हेरौँ म कति क्या गरौँ गाउँले छोरा पनि अचुमै उनको छोरा पनि अचुमै भइगए त्यो छाछा डरन्ने भगवान नारायण कसैया एक गरेर भिबिनको हटाइदियो पहाडी हटाउने नारायण कसैया प्रभु त्यो गाउँमा ढ्याङ्के गाउँमा त्यो ढ्याङ्के छोरा पनि त के गर्नु छ बलाउनु त बला थिएन काका बजाउँदैन थिएन ढ्याङ्क्या रुपियाँ भोला फुलको भोला दिउँ न अहिले तपाईँको नामको छ भोला
लियो त्यो त पहिलो रोटी आन्नु छ फुलचाउ खेलाउनु छ पहिला फुलचाउ बलिया छ त नाच्न देऊ तिमी त तमाचा गर्दा रामा झ्याउ यसको थाम ल्यायो भाइ पहिला पढ्ने हो अब साह्रै देखा आखिरी ल्याउँदा कहिले कहिले महिना 1000 रुपियाँ आउँछ दिनदिनै त्यहाँ हल्लिने हो यो छोरो कहिले जोडा टुका यसै आउँछ हो आयो आज दियो अब चिन्ता नगर्नु बाबुले भिडियो लगाइदियो भगवान् नारायण आफ्नो भिडियो लगाइदियो पुष्पाले घर पहिला बाबुले लगाइदियो maunya gaya bunya त्यो बच्चा तान्ने
नानी सुन धामी बाला बन्द गर्नु अघि दित्ती हुने नि त अघि त्यति तेरा गरेर कपाल खुट्टा मेरा गरेर त्यही हो काका अब गरुला काका अरू त गरुला अब खनाउमै टोटेका त्यसो भन्नमै गराउँछु काका त्यही गरिन आइ त महापुरै आयो छ ल अब निजरको गर निजरको मान अब ओहो कता पुडी जम्मा थुइ जम्मा कति नि हो के रहेन तपाईँ सबै नदी गइछ लगाइ पागल कति नि तपाईँ यहाँ बस्नु खुबाटी आइ यो पागल मुकेरी आखा घरको त जाफमारी तु त्यहाँ जा बस्नु किन तपाईँ बस्नु पहिला तपाईँ बस्नु एउटा गाउँ गइ छ यो त के घर गइसक्यो जस्तो छ काका अब यहाँ बसेर काका मुखै भन्दैन काका आया छ बाहिर त्यही त्यहाँ घुम्दैछ घर झगडा गर्दैछ मिलाइ देऊ त काका हामी बस्नुहोस् तपाईँ यतै गाउँको ठिकै छौ त काका हामी बस्नुहोस् तपाईँ पो हेर त हेर काका बस्नु माटो त हो बस मन्दै नि बस कोही त गयो अब म चाहिँ तपाईँको जन्मसिद्ध जन्मसिद्ध अधिकार राष्ट्रिय मानव अधिकार आयोगले मलाई यो जिल्लामा पठाएको अब हेर्दा त केही पढेको होइन राष्ट्रिय मानव अधिकारबाट परिआउनु छ बुझ्नु छ र पढेको होइन तँ मर्न हो यही गरी त हेर्दा उता गाडी छ मिलाउन हो त्यो भ्याइनमा हो तपाईँले मलाई पढेको छैन नभन्नुहोस् अनुहार हेरेर त्यसो नगर्नु मैले मानवाधिकार आयोग मानवाधिकार सम्बन्धी कति पढिया छ 13 खडी पढेको छु 13 खडी पढेको छु ओ बाबा कति पढ्या गरे 13 खडी ओ बाबा 12 खडी भन्दा त हुने थियो त्यसो त 13 खडी पढिया त्यो अचम्म हुनुभयो कि होइन तपाईँहरू अचम्म त भएन वाक्य नै हुने पढिया भए क्या छ त तँ बर्मा सुनाइदिउ तपाईँले 13 खडी सुनाइदिए राम्रै खाना बस्नुहोस् ल बस्नुहोस् है आफूले सुन्नुहोस् है काका सर्टिफिकेट देखाउनु नत्र हामीलाई उ गर्न आया हो कि तपाईँ सर्टिफिकेट नदेखाएको कुरा को मान्ने हो सर्टिफिकेट देखाला तै मानु न क्या भने त्यही मानव अधिकारबाट गरे महिला हिंसा त्यो झै झगडा छुवाछुत भेदभाव गर्न मिल्दैन समाजमा भनिकन त्यो भन्न आया होला मैले नबनाएको हुने थियो मैले सुन्नुहोस् उहाँले मेरो विश्वास मान्नु भएन म उहाँलाई मेरो 13 खडीको सर्टिफिकेट सुनाइदिन्छु ल सुनाउन सक्छु एक छोरी कन स्कुल लाइन मकन गाडा मुकी भिड फटाल्नु पर्छ गाडा मुकी भिड फटाल्नु पर्छ आले धम्की लाग्न लाग्छ ए तपाईहरुले भर्खर झाँक्री पनि हेराउनु भयो कि भर्खर झाँक्री हेरायो पकाइदिएको होइन ल अब मानवाधिकारबाट आएछ सबैको उपाय खोजिरहनु पर्यो अब पहिला बसिर त 12 खडी भन्न त हो कि होइन थाहा पाउन 12 खडी होइन 13 खडी देखाऊ मन देखाऊ नत्र हुँदैन तपाईले म 13 खडी देखाउँछु बस्नुहोस् तपाईले म सबैले सुनाउँछु सर्टिफिकेट मैले देख्नु परेन नि गरी हेर्नुहोस् मेरो सर्टिफिकेट ओ त्यो अनि देख्नु पर्छ म पनि नपढिया डाङ्ग्री हुँ क्या नपढिया डाङ्ग्री पढाउने पढिया डाङ्ग्री ल हेर्नुहोस् मेरो 13 खडी ल पढ्नुहोस् भन्नुहोस् सुनाउनुहोस् सबैले देख्नुभयो मेरो 13 खडी ल देखिया छ बस्नुहोस् ल सुनाउँछु सबैले मेरो 13 खडी काका जुन है अब खुलेर एक खडी कुम्बाया पनि हामी पनि पुलिसले जानु काका एक खडी कुम्बाया त हामी पुलिसले बाहिर ल 13 खडी सुन्नुहोस् है वाक स्वतन्त्रता खडी नम्बर 1 वाक स्वतन्त्रता खडी वाक स्वतन्त्रता खडी नम्बर 2 आफूलाई आगर त्यसपछि आस्था र विश्वासको खडी अब आउनु त किडा पाड्नु आफूलाई विश्वासको खडी 2 खडी नम्बर 2 आस्था र विश्वास खडी नम्बर 3 स्वतन्त्रता खडी खडी 3 फटाफट भन्नु हो नि सामाजिक र राजनीतिक खडी 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 नम्बर 5 मा आर्थिक र सांस्कृतिक खडी
खडी आर्थिक र सांस्कृतिक खडी मानव अधिकार भित्रै पट्टा हुन्न जीवन स्वतन्त्रता खडी छ भया तिमी गर काका तिमी गुण है काका भटिया छौँ है काका सबमा मैले भटिया छु तिमी आउँदैछ समानता र मर्यादा खडी ए समानता र मर्यादा खडी साथ होइन साथ गयो भन्दै मिस्टेक गर्नु हुँदो रहेछ तपाईँ त अब मानव अधिकारको हनन गरेमा हौला खडी बढी खडी बढी सम्भावना आएको हाम्रो सम्भावना धेरै आयो अर्को सुन्नुहोस् सबैको सम्मान गरे सकुर आउला बढी सबैको सम्मान गरेपछि सुख पढिरहनु न त दुःख हुने गरे अब तेरो भगवान्ले बेला अब अर्को धामी र डाङ्ग्री रहेछन् बढी बढी धामी डाङ्ग्री बढी भयो बढी बनाइयो अर्को अब खडी नम्बर 11 यतातिर सामाजिक हिंसा गर्दा रहेछन् भनी आए रडी पढी सामाजिक हिंसा हुन्छ भने रडी बढी आइगई यस कडा रहेछ यसको शरीरमा कडा रहेछ अब भन्नु त तपाईले अहिले बढ्न धामी नबल मारला तेरो बाबु खडी नम्बर 12 मा अदालत र मानव अधिकारले गर्छ कारबाही गर्छ आँखा तडी तडी अब अन्तिम खडी मेरो 13 खडी तपाईँहरूको 12 खडी मेरो 13 खडी अर्को खडी भन्दा मेरो भुलिया नमानेपछि जेला जाउला यसै सरी सरी अब त छाडो हुनेछ त ओ बाबा होइन अहिले यो गरेपछि धर्म लाग्ने दुवै लैजाने यता जेलमा लग्न सकिन्छ किन भन्दा आवाजहरू एकदम अब लगाइ एकैछिन स्कुल जान्छ एकछिन पा भयो त अहिले मरनलाई क्या अब मलाई फेरि गर्छ छोराछोरी कुट्ने बेला त अगाडिबाट त्यो हाल्छ फुन्डल त्यो झुमक कुमारी भन्ने त हुनै थियो नेपालकै हुन् नेपालकी झमक कुमारी घिमिरे अपाङ्ग भए पनि खुट्टाले कीर्ति लेखेर विश्व सर मेरो छोरो पनि अब स्कुल लाएपछि एकै ढङ्गिना खै यहाँ धमी ढङ्गिना गाउँ गएर पुरो मजाले बुझ्ने केही एकदम बुझ्छु है तपाईँहरू अपाङ्गता भएका बालबालिकाहरूको लागि हाम्रो सरकारले नै व्यवस्था गरिएको छ उस्तै पूर्वाधारहरूको व्यवस्था गरिएको छ उसको अधिकारहरू हनन गरिएको सर अब यहाँ सुन्नुहोस् सबै कुरा बुझिए ल्याउँ धामी डाङ्ग्री भए पनि हामी बुझ्दैछौँ अब बुझ्यौँ हामीले हजुर होइन बुझ्नु नि अब बुझिसक्यौँ अब हामी के गर्नेछौँ भनेर सुन्नुहोस् हजुर यहाँ कतिपय हाम्रो समाजमा धामी डाङ्ग्री हुन्छन् हजुर कतिपय हाम्रो समाजमा धामी डाङ्ग्री हुन्छन् धामी देउता डाङ्ग्री नगर्ने होइन हाम्रो समाजमा छोड्दैन त्यो धर्मले हजुर तर आफूले निको गर्ने हामी निको गर्छौँ जस्तै खुट्टी भाग्यो त हामीले निको गर्न सक्दैन होला म डाङ्ग्री भए पनि यहाँ हाम्रो झगडै न त्यही खुट्टु भागा पनि छोरा पेटा खुट्टु ल्यायो भने छैन म कुरा बुझेँ अनि सर्पदेखिरहेपछि पनि देउता निको गरेर आउने देउता भूत प्रेत कहीँ नाचबाद गए त्यो देउताले अरू हस्पिटलले पनि कहीँ गाउँ इन्डिया हो त तर तिम्रो छोरा चाहिँ यो हस्पिटल लिन भनेर छेउ हस्पिटल लिने बिना त ल्याइ छोरा भट्टाड हुन्छन् ल ठिक छ मानव अधिकार साहब अब हामीले सबै कुरा बुझ्यौँ हजुर सुहार्योस् आजदेखि हामी कसैलाई भेदभाव नराम्रो यो कुदृष्टिले हेर्न छैनौँ अब बुझिसक्यौँ अझै समयले बुझाउँछु ल भन्नुहोस् न जन्मिसके त्यो लटी नै गरेर बच्चा तेरो त्यहाँहरू गाडी बल्नु पनि नै दे त भयो बुझ्यौ बा हुन्छ त दे त्यहाँबाट उनको कति धेरै लाग्दा छोरी अपाङ्ग गरे गम्भीर भन्ने के त हुन्छ धेरै लाग्दा त हो अब भाइजन गर्दा हुन्छ कागले अब ल
छोरी है मेरा छोरा उनको छ है स्कुलमा हामी बटुली जाने बेला मार्क्सवाद